अहिले बङ्गाल देशमा जुन बाढी आएछ नि, तपाईहरुले ढिलो चाँडो त्यो नेपाली जनताले त्यो बाढी बिहोर्नुपर्छ, हेर्नु होला। अब हामीले यहाँ के भन्छौँ भनेर भन्दाखेरि तपाईँ चाहिँ भ्रष्टाचार भयो, राष्ट्रियता खतम भयो। कसले गर्दा भयो? नेपाली जनताले गर्दा। अनि यहाँ चाहिँ सुन तस्करी भयो, यहाँ सरकारी जग्गा बेच्यो, हेर्नुहोस् है। सहकारी हिनाबिना भयो, सहकारीमा ठगी भयो, बाहिर जनताले गरेका छन्। यही हामी सत्तामा बस्ने, चुनाव जित्ने, माननीय हुने, मन्त्री हुने, प्रधानमन्त्री हुने हामीबाटै भएको छैन। तपाईको चाहिँ नि सुन चोर्ने काम तपाईको चाहिँ साधारण जनताले गरेका छन्। सहकारीको ठगी तपाईको चाहिँ साधारण जनता त ठगिएका छन्। ठगेको छ कसले? मिटर ब्याजीलाई चाहिँ जोगाउने ठग को हो? तपाईको चाहिँ दुध बेच्ने किसानहरूलाई पैसा नदिने ती ठगहरूलाई संरक्षण गर्ने को हो? हामीले कसलाई सुनाइरहेका छौँ? यो चाहिँ यो कुरा हाम्रो चाहिँ छलफलहरू कसलाई सुनाइरहेका छौँ? आफैलाई। त्यसो हुनाले राष्ट्रिय जनमोर्चाले अब सम्माननीय चाहिँ प्रधानमन्त्री ओलीजी हुनुभयो, बधाई दिन्छ, समर्थन दिन्न। किनभने अब मैले यहाँ देखिसकेँ के देखेर चाहिँ बारम्बार चाहिँ कयौँ साथीहरूले चाहिँ समर्थन दिइरहनु भएको छ। एउटै मात्रै कारण हो, समर्थन दिएपछि कमसेकम भ्रष्टाचारबाट जोगिन पाइन्छ कि केही गरे भए, अथवा सरकारमा यताउति गरेर झुन्डिन पाइन्छ कि, त्यो बाहेक आश के छ?